के टिप्न जान लाग्यो कहाँ बारीमा अर्काको बारीमा टिप्न पाइन्छ गाली गर्छ है अनुमति माग पहिला लाउन के तिमी लगाऊ के म यो गर्छु म टिप्दैन टिप्छ प्लास्टिक छ अरे सोध पहिला दिदी टिप्छु भन पोल्यो होइन पोले छैन मिलेन पोल्यो भने अया नभन के अरे तर मेरो फेरि देब्रे हात परेछ कि म्याडम देब्रे हातमा लगाऊ किन हो मलाई पोल्दैन के हुन्छ फलामको मान्छेलाई कहाँ पोल्छ अस्तिको अलिकता पिठो पुगेको थिएन रोजी होइन मिठै भएको म अब दामी पकाउँछु नि आज अस्ति लुगाले प्लास्टिक लगाएर ड्याम टिपेको होइन एकैछिनमा होइन उयो टिप न ऊ यिनीले चाहिँ नजान्ने चाहिँ टिप्न ऊ त्यो के हो पहिला यिनीहरू त भ्याम न यसै टिप्ने होइन अनि यसै टिपेको अनि बटुलिन्छ बल्ल दिएर त्यो इत्रीको ठुलो टिपे पो हुन्छ र सबै टिप्ने हो टिप्न चाहिँ त्यो अर्को हातमा पोल छ भनेर झन् यो देब्रेको लगाऊ भनेको के अरे म त टिप्न कामै गर्नु नपर्ने रहेछ श्रीमती ल्याएपछि त वाउ कस्तो राम्रो यो कहाँ टिप्यो तिमीले इन्डियामा टिपेको सानो हुँदा कहिले सिकायो टिप्न मम्मीले हामी यो टिपेको देखेर त्यहाँको उसो हुन्छ नि भैया भैयाहरू आम्मामा यस्तो परेट लाग्ने कुरा नि यिनीहरू खान्छन् त्यही भएर त कति बलिया हुन्छन् डर लाग्दा हुन्छन् यिनीहरू भन्थे कि तर उनीहरूलाई के थाहा हामीले उसले गरेर खान्छौँ सोचेकै भुटेर खान्छन् यिनीहरू भयो यो त धेरै कुराको आउँछ नि अब तरकारीले मिसाएर खाइरहनु पर्छ नि अब यसलाई कता मिसाउने यो त कस्तो फिल भइरहेको थियो नि रमाइलो अहिलेसम्म पोल्यो कि पोलेन छैन प्लास्टिक भरियो भरिन लाग्छ यस्तो हो कि यो त अलिक सानो सानो काँडामा यति लामो लामो सेम त्यो ठुल्ठुला काँडा उते त होइन कि त्यहाँसम्म मैले देखाइदिन्छु त्यसले हो कि पोल्यो भने 2-3 दिनसम्म दुख्ने यसले दुख्दैन पोलिएर लजामिन अब चाला निस्किन्छ ल हेर के हो र त्यो ऊ भयो यो फुलहरूको बिच तर हिमा पहाडतिरको जस्तो सुन्नु हुन्न आउनु त ल मकैको होइन के कहिले खाने बेला भयो होइन खान टाउकोमा चिलाउँछ यिनीलाई त के हो कुनै मान्छे त जे पनि खाम्न रहेछ यहाँ ओइ बर्थडे उते त हिँड त उते त पहिला टिप्यो भने टिप्दै हामीलाई खैले त मैले छिटो टिपिदिन्छु मेरो नि गरिदियो नि के हो र त्यस्तो साह्रो त होइन कि ऊ यस्तो टिप न त्यस्तो बाक्लो होइन कि यहाँले लो पकड यो ठुल्ठुलो टिप्ने यो किरासँग नटिप्नु है मलाई पोल्यो भने आएन नि जान्नु भएन जानेन भने सिधै यो यतिसम्म टिपेको सबै मैले हो कि मैले यो बल्ल टिपे हौ अझै भन्न पो भयो नि त नि परमार छ नि यहाँ परमार फेरि टिपेको परमा त्यो चाहिँ अलिक साह्रो रहेछ कि साह्रो झन् यस्तो राम्रो हुन्छ के किरा त्यो टकटक ठ्याकठ्याक हो च्याउ खाएको घर गएर पनि त टकटकाउने हो नि कसले बाहुनले के खाएको अरे बाहुनले च्याउ खाएको भो पाउँछ भने उखान हो नि फेरि बाहुन ड्राइभरले हेर्नु र मार्नु होला मलाई के भन्यो तिमीले हामीले च्याउ खाएको छैन देख्न पाएको छैनौँ च्याउ
सो यसको नाम के हो? सिस्नो। हाटाका मैला सुनका थैला। के गर्नु धनले सागर सिस्नो खाएको बेस आनन्दित मनले। त्यही सिस्ने हो यो। पहिलाको हाम्रो पुर्खा मुना मदनको उसमा लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको सिस्नो यही हो। नेपाली पढेकोहरूलाई थाहा छ। कति भयो लौ बोरा कसो अरे नि एउटा माथि टायरको तिमी हुँदैन हुन त्यही हाल्यो यसो खाल्दिनु हाल्यो। तपाईँ बोरा थाल्नु ए मलाई काम दिने हाल्दिनु म हाल्दिनु। नानी कति टिप्नु पर्छ? खै थाहा म्याडम ए के हो यो? छि के हो होइन तिमी त प्योर गाउँमा हुर्किएको रहेछ क्या। किन र? म त चनौटा तिमी त बेसन बजार चाहिँ माने थिएँ। होइन त्यहाँ त बजार हो कि त्यहाँ सिस्नो हेर्न पनि पाइन्न। केटाकेटीले कस्तो हुन्छ भने पनि थाहा छैन। तर म चाहिँ धेरै ठाउँमा हुर्केको भएर खासमा इन्डिया हो नि त मेरो इन्डियामा पनि पाउँछ सिस्नु? हुर्कने। हामी हिमालमा बसेको हिमाचलमा बसेको। अँ। हिमाचलमा चाहिँ सबै यहाँ पाहाडमा पाइने सबै कुराहरू पाइन्छ कि। यता आऊ। एकछिन लक्करै ल्याउँछु। सिस्नो टिप्न आउँदैन जस्तो लाग्छ तपाईँलाई? अहिले पोल्यो भने याइ भनौँला र अहिले एउटा एकछिन त म चिच्याइहाल्छु। यसो गीत गाउँदै टिपेनी हुन्छ है। एउटा दुइटा गीत गाइदिएर यसो मलाई यो जिन्दगीले कहाँ पुर्यायो? सिस्नु घारीमा पुर्यायो क्या हो? सिस्नो घारीमै पुऱ्यायो। म चाहिँ भिडियो गर्दैछु साथीहरू यहाँनिर। के गर्ने? झगडा गर्ने हो। ए मसँग झगडा गर्ने? मम्मीलाई भनिदिउँ मम्मीलाई। पोलिदिउँ सिस्नोले। मैले पोल्न पर्दैन अहिले आफैलाई पोल्छ हेर न। अनि वास्तवमा यो सिस्नु चाहिँ किन टिपेको? भैँसीलाई हाल्न कि आफूले खान? आफूले खान हो। यो ल यो कसरी पकाउँछ? यसलाई पानी हाल्ने उमाल्ने यसको रेसिपी भनौँ। ल भन। पानी उमाल्ने भुकभुकी भुकभुक उमाल्ने बेसरी उमाल्ने अनि त्यसमा हाल्ने एकछिनसम्म ढाक्ने अनि यो फलत्त नआउँदासम्म यसलाई पकाइराख्ने चलाइराख्ने पछि फटक्क भएपछि यसलाई सेम दाल चाहिँ हुन्छ कि अनि त्यसपछि यसलाई यति पिठो हुन्छ नि पिठो माथिको पिठो त्यो पिठोले के काम गर्छ भन्दाखेरि यो जुन यसले हामीलाई पोल्छ नि काँडा यसलाई चाहिँ मार्ने काम गरेर चिप्लो बनाउने काम गर्छ। त्यस्तो मम्मीले सिकाउनु भएको? मम्मीले बनाउँदै गर्नुभएको हेरेको थिएँ। भोलि पर्सि पाहाडमा पहिला गइस् भने त्यहाँ पाउनुपर्छ सिक भन्नुभयो नि। अन्त पहिला उहाँहरूको टार्गेट के थियो कि रोनपतिले बिहा गरिदिने सोच्नु भएको रहेछ। म खुसी भयो नि त। सो भनेपछि तिमीलाई मम्मीले गाउँमा पहिला पठाउने इच्छा के अरे गाउँमा बिहा दिने इच्छा रहेछ? जान्छ कि भनेर होला नि। अब कहाँ जाने भन्ने कुरा थाहा हुँदैन त। नभन्दा आएन र म पाहाडमा नि त आयो जस बुढालाई चाहिँ सिस्नै खुवाएर भए पनि पाल्ने भयो मेरो बुढीले। पाल्छु अरूले मेरो बुढालाई म रक्सी पारेर बेचेर भए पनि पाल्छु भन्दा चाहिँ म चाहिँ सिस्नु पोलेर खुवाएर भए पनि पाल्छु। माछा मारेर पाल्छ नि सिस्नु बेचेर पाल्छु। लेलाई खाम भाषामा भन। घन्टी भन्छ क्या यसलाई। सिस्नुलाई घन्टी 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 अनि घन्टी याद त तिमी आँगाड्छ ल तिमी ल ऊ भाषामा के अरे खाम भाषामा बोल्दै टिप्दै गर त। मैले त बुझ्दैन म ल यसो भन ल खाम भाषामा सिस्नुको रेसिपी भन ल। कतिको जानेछ बल्ल खाम भाषा जानेछ भन्छु नि जान्दैन भन्छु ल। ल 1 2 3 जबरजस्ती बोल्नै लगाउने हो र। सुन्छु नि खाम भाषा। नादे री सोचोने भन्नु
अँलाई के भन्छ त नि नै भन्छ घाँदे रिसो चोने घाँदे रिसो चाने रिचोए रिचोए भन्नु नि तपाईँ रिओ चो काहीँ घन्टी जाने ग्याप छोड्दाखेरि भन्नु न काहीँ होला फिन्ने फिन्ने चलाइने औबोली नाउ काहीँ जम झाने फेरि घुनिने घुनी सुकाइ मिने भाइ जाने ओ त्यो केराको बोटको त्यो उमा हेरेर फेर्नु त्यो त कस्तो दामी रहेछ हो त्यो ला चाहिँ त्यसरी पकाउँछ बुझे चाहिँ त्यसरी पकाउँछ लाग्छ मैले बुझ्छु के अरे खाम भाषा नबोले पनि रोलपै पठाइदिन्छु होला नपठाऊ कि नाडा चुडिन्छ कि ज्वाइँ चुटिन्छ भन्ने ठाउँमा त म त कामै गरेर म लजामा पैसा छैन त्यता छैन त्यताको नटिप किन फोर्छ अनि मेरी प्यारीले चाहिँ के को सिस्नु टिप्या नि यहाँ मस्तले टुङटुङ टाढाउँ आज मलाई भने सिस्नु खुवाउँछौ मेरी बुढीले चाहिँ पत्ते नटिप्यो भयो धेरै नटिप ओइ भयो कि यहाँ त फाला फाल हुन्छ कि होइन कि त अरूको चोर भन्छन् कि भयो खैलो गोजीमा हाल्छु चोर्ने भयो के खाइहाल्यो के म डराउँछु त्यत्रो छ अनि डिप्टी डराउने अनि मलाई मेरै गोजीमा राख्ने नि त्यत्रो छ के हो गाउँतिर चाहिँ फाला फाल हुन्छ गुरुआमाहरूलाई त्यो अर्काको मेरो बुढी त बेस्ट नि टाठी हो कि टले दुई टाटले टिपेको खुब तिम्रो गोजीमा हाल त सुन्यौ लौ यो पनि दुई टाटले टिप्ने अहिले सिस्नु है ए सिस्नु अहिले चिन्ता यस्तो पाराले बुढालाई त पाल्ने भयो तिमीले खत्रैसँग झार च्याते जस्तै दुई हातले मेरो बुढीले काम गर्न त जानेको हो कि के गर्ने जान्दैन भनेर हैरान पार्छ भन्नु न जान्दैन भनेर त नि हैरान पार्ने के जाने छैन होला र यिनले यो त नि ओइ उखु जुसमा हो कि उखु जुसमा यो हालेर खाने अनि पानीपुरीको झोलमा आज घर गएर चटनी बनाएर खाने पुरा पानीपुरी कसले बनाउने आउँछ मैले जान्दिनँ पानीपुरीको रेसिपी आउँदैन जान्दिनँ के अरे मैले सिधै जान्दैन हो जान्दिनँ भनेपछि भ्याइयो कि सिधै तिमीलाई सिकाएको जान्नु भएछ है जान्दिनँ है मैले कुरुकको त्यहाँ बनाएर खुलाउनु न एक दिन चोर हो भएन छाना ओइ छाना ताई घरतिर आयो भने त यस्तो पाइन्छ है भिजिटमा आउँदाखेरि त भयो ल योसम्म तिम्रो कृष्ण कहाँ छ यता तल हिँड तल ऊ त्यो खोर मुनतिर हो के यता आइसक्यो त्यता रोक त यता तल आऊ त यताबाट आऊ यता यहाँ आऊ न ए छैन हौ छैन अहिले गर्ल्याम्म लोटौला र हेर है जान्दैनौ कि के थाहा लोट त मात्रै उसले चाहिँ मजाले सिस्नु टिप्ने खतरा टिप्ने रहेछ एपट्टि त्यहाँ यहाँ आऊ त यहाँदेखि टिपिन्छ तर एकदम अप्ठ्यारो रहेछ
यति भयो नि त यो आजसम्म पोलेछ कि छैन टिप्न हुन्न के हुन्छ किरा लागेको टिप्यो भने किरा लागेको त किरा आचो पोल्यो बुढा ऊ मैले सिस्नुले पोल्नै पर्दैन आफै पोल्छ भनेको ट्याक्कै मिलेछ त जाम्ला हिँड निस्क माथि कस्तो गुलियो छ गुलियो छ अब चाहिँ उनी चाहिँ हिँड्दैछिन् बाबु सिस्नु कता देख्नु भएको छ सोद्धि हेर न भयो क्या पुयो अङ्कलले पनि त टिप्नु भयो कता बाबु ऊ यतापट्टि चाहिँ गयौँ कि त्यता चाहिँ त्यहाँ बाहेक अरू कता बोरै मागेर लिएर आएको के अरे के मागेर रे बोरा गर्मी होइन